जति नै मन नपराए पनि, जति नै नरुचाए पनि, जति नै घिन लाए पनि, जति नै अशिक्षित भए पनि अब तिमीहरूले अर्को लाम्टो चुसेर टन्न पेटभरि दुध खाँदै मुस्कान दिँदै गर्ने आमा तिमीहरूले पाउँदैनौ। किनकि अब पाउँछु भनेर फेरि बनाउन सक्दैनौ। किनकि तिमीहरूले सासु ससुरा श्रीमतीको आमा बाउ पाउला, औँसीमा मुख हेर्न जाउला अनि उनीहरूको माया त पाउला, बिचरा मेरो ज्वाइँ भन्ने माया त पाउला। मैले जत्तिकै मुख हेर्दै दुध खुवाउँदै गर्ने आमा त पाउँदैनौ होला बाबु हो। तर चपाई खुवाउने, घाँस अड्कली अड्कली खुवाउने, मेरो छोरोलाई ज्वरो आयो भनेर थाहा पाउने, मेरो छोरालाई यो रहर लायो भनेर थाहा पाउने आमा तिमीहरूले पाउँदैनौ। तर मैले पनि त पाउँदिनँ। अब मैले जस्तो पाएँ राम्रो भए नि नराम्रो भए नि, चोर भए नि चन्नाल भए नि लाटो भए नि लङ्गडो भए नि, जस्तो भए नि मैले पाएँ अब अर्को छोरो पाउँछु। यसै गरी लाम्टो चुसाउँछु, यसै गरी छातीमा टाँच्छु, यसै गरी आए दुध नआए रगत चुसाउँछु, यसै गरी घाँस अड्कली अड्कली खाउँछु, यसै गरी मुखमा हालेको चपाई तिमीहरूलाई खुवाउँछु भनेर अब म कहाँ पाउँछु त नि? पाउँदिनँ नि। यसमा न तिमीहरूको गल्ती छ न मेरो गल्ती छ। तिमीहरूले मलाई नराम्रो देखेर के भयो त? म भगवानको लागि राम्रो हुन सक्छु। हेर, किनभने मलाई दुध अन्तिम घडीमा मलाई पानी खुवाउन छोरा नआओ, छोरी नआओ, नाति नाति नआओ, दिदीबहिनी नआओ, इष्टमित्र नआओ, कुटकुटुम्ब नआउलान्, म कुनै ढा गर्दिनँ। तर मेरो श्रीकृष्ण भगवान् मेरो राधा साथमा लिएर मेरो भगवान् मलाई अगाडि आइदिए झलझलाकार देखिए म त्यसैमा खुसी छु। तर तिमीहरूले जतिसुकै म माथि विरोध र घृणा अपमान गरेर मेरो बोली कानमा सुन्न मुन नगरे पनि मेरो मनभित्रबाट तिमीहरू कहिले जान सक्दैनौ। मेरो मनभित्र तिमीहरू यो ढुटो गुर्जिरहेका छौ। हिजोको दिन सम्झिरहेको छु। तिमीहरूले बिर्सियो नि यसले बिर्सिन सक्दैन। यसले सम्झिरहेको छ ढुकढुकेमा, एकदमै सम्झिरहन्छ जुन बेला पनि। यतिवटा छोरा पाएँ, यतिवटा छोरी छन्, यतिवटा छोरा छन् भनेर मनले कहिले छोड्दैन। तिमीहरूले बिर्सेर केही हुँदैन। अबदेखि कष्ट नगर्नु। आमा छ भनेर नि कष्ट नगर्नु। आमा मरिसक्यो भन्नु है, सबैसित आमा छैन भन्नु। तर मेरो ढुटुकेबाट पो जाँदैनौ त। मेरो मनबाट, तिमीहरूको मनबाट त म गइसकेँ बाबु,